तपाईहरुले आफ्नो फेसबुकको पासवर्ड रिसेट गर्ने सोच्दै हुनुहुन्छ यदि सोच्दै हुनुहुन्छ भने साथीहरु तपाईले यो गल्ती पक्कै पनि नगर्नुहोस् किनकि हामीले त्यो आफ्नो पासवर्ड एक क्लिकमा हेर्न सक्छौं त्यो कसरी जान्नको लागि तपाईले यो भिडियो सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला आफ्नो मोबाइल भएको जीमेल ओपन गर्नुस् जीमेल ओपन गरेपछि आफ्नो फोटोको आइकनमा ट्याप गर्नु होला गुगल एकाउन्टमा ट्याप गर्नुस् त्यसपछि साथीहरु तपाईले त स्क्रल गरेर देख्न सक्नुहुन्छ स्वाइप गरेर यहाँ सेक्युरिटीमा ट्याप गर्नु होला सेक्युरिटी ट्याप गरेर साथीहरु तपाईले स्क्रल गर्नुस् स्क्रल गरेपछि पासवर्ड म्यानेजर भन्ने रहेछ यसमा ट्याप गर्नुस् यसमा ट्याप गरेपछि साथीहरु तपाईले स्क्रल गरेर तपाईले देख्नुहुन्छ facebook.com भनेर यसमा ट्याप गरेर तपाईले आफ्नो तपाईहरुको फेसबुक पासवर्ड यहाँ यसरी देखाइदिएको छ आफ्नो फेसबुक पासवर्ड रिसेट गर्दै हुनुहुन्छ चेन्ज गर्दै हुनुहुन्छ भने यो गल्ती तपाईले भुलेर पनि नगर्नु होला किनकि तपाईहरुको फेसबुक पासवर्ड यहाँ बसेको हुन्छ यसरी तपाईले आफ्नो फेसबुकको पासवर्ड हेर्न सक्नुहुन्छ तपाईको युजर नेम र पासवर्ड तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईले आफ्नो फेसबुकको पासवर्ड यहाँबाट कपी पनि गर्न सक्नुहुनेछ र तपाईले हेर्न सक्नुहुनेछ युजर नेम र पासवर्ड यसरी तपाईले आफ्नो फेसबुक पासवर्ड एक क्लिकमा हेर्न सक्नुहुनेछ साथीहरु तपाईलाई यो भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने साथीहरु तपाईले यो भिडियोलाई तपाईहरुको साथीहरुलाई शेयर गर्नु होला तपाईहरुको साथीहरुले भने यो भिडियो हेरिसक्यो भने आफ्नो फेसबुकको पासवर्ड जान्न सक्नुहुनेछ साथीहरु हवस् त साथीहरु धन्यवाद